के लागेको यस्तो अँध्यारोमा बाहिर बस्नु परेछ साथीहरू हैन हजुरकै कारणले त हो चाबी चाहिँ पसलमा थियो पसल चाहिँ बन्द गरिहाल्यौँ हैन बन्द गरेर आमा छोरी यहाँ आयौँ चाबी चाहिँ छैन हेर्नु कोठाको अब त्यत्तिकै बाहिर बसिरहेछौँ बाहिर बसिरहेछौँ हैन अब अहिले बुढा आउनुहुन्छ नि चाहिँ बल्ल भित्र जाने हुन्छ कोठाभित्र किनकि चाबी चाहिँ एक्स्ट्रा बुढासँग छ के अनि बसिरहेछौँ हामीहरू यहाँ अँध्यारोमा छोरी चाहिँ यहाँ केरला छेउ अहिले आइसक्नु होला पापा 6:30 पौने 7 बजे त आउनुहुन्छ अहिले खै कति भयो 6:30 बजे कि अहिले 6:30 पौने 7 भइहाल्छ होला आउँदाखेरि जाडो यतिको जाडो छ यति जाडो छ नेपालगञ्जमा आज अस्ति घाम लागेको थियो हिजो पनि घाम लागेन आज पनि घाम लागेन हैन त्यतिकै बसिरहेछौँ हावा पनि चलिरहेछ कुहिरो पनि छ है जाडो छ कपडा चाहिँ हिजो धोको मैले हैन त्यतिकै कपडाहरू छ यहाँ सुकेको छैन अहिले सुक्ने हुन्न हैन र अँध्यारोमा यहाँ घरि कता गरिरहेको छु ल बुढा आउनुभयो साथीहरू हामी चाहिँ भित्र कोठामा गयौँ अब अनि